नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले केही रोचक लोककथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका लोककथाहरू पनि मन पर्नेछन्। पहिलो कथा, थनी बुहारी गरीब ससुरा। धेरै पहिलेको कुरा हो। हिमालको फेदमा एउटा सानो गाउँ थियो। त्यहाँ एकजना गरीब किसान बस्थे। उनको नाम थियो रामप्रसाद। उनकी श्रीमती सानैमा बिछोडिएकी थिए। उनको एकजना छोरा थियो गोविन्द। रामप्रसादका हात खुट्टा मेहनत गर्न नसक्ने भएको थियो। उमेर पनि बढेको थियो। गोविन्द भने मेहनती र इमान्दार युवक थियो। गाउँकै अर्को छेउमा एकजना धनी महाजन बस्थे। उनको नाम थियो धनराज। उनकी एकजना छोरी थिए, सुनिता। सुनिता सुन्दर, गुणी र पढी लेखेकी केटी थिए, तर उनका बुबाले उनलाई धनी परिवारमा मात्र बिहे गर्न चाहन्थे। एक दिन गोविन्दले धनराजको खेतमा काम गर्दै गर्दा सुनिताले उसको मेहनत र इमान्दारी देख्यो। बिस्तारै तिनीहरूको बीचमा प्रेम जाग्यो। सुनिताले आफ्ना बाबुलाई भन्यो, बुबा, म गोविन्दसँग बिहे गर्न चाहन्छु। धनराजले रिसाएर भने, के भन्छेस् छोरी? त्यो गरीबको छोरासँग बिहे गर्ने? मेरो इज्जत माटोमा मिसिनेछ। बुबा, धन भन्दा गुण ठूलो हुन्छ। गोविन्द इमान्दार र मेहनती छ। सुनिता, यो कुरा फेरि नगर। म तेरो बिहे कुनै धनी केटासँग मात्र गर्नेछु। तर सुनिता अडिग थिए। उनले मन बनाइसकेकी थिए कि उनले गोविन्द बाहेक अरू कोहीसँग बिहे नगर्ने। महिनौं बित्यो। धनराजले सुनिताका लागि धेरै धनी केटाहरूको प्रस्ताव ल्याए, तर सुनिताले सबैलाई अस्वीकार गरिन्। अन्तमा धनराजले सोचे, यो केटी त मेरो कुरा सुन्दिन, यसलाई पाठ सिकाउनै पर्छ। एक दिन धनराजले गोविन्दलाई बोलाए। गोविन्द, त मेरी छोरीसँग बिहे गर्न चाहन्छस्? गोविन्दले डरलाग्दो मनले भन्यो, हजुर, म त गरीब छु, तपाईले मलाई कसरी? सुन, म तँलाई एउटा शर्त दिन्छु। यदि तैले मेरो शर्त पूरा गरिस् भने म तसँग सुनिताको बिहे गरिदिन्छु। के शर्त हजुर? तैले 1 वर्षभित्रमा मैले जति धन कमाउनु पर्छ। यदि तैले गर्न सकिस् भने बिहे, नत्र मेरी छोरीको नाम फेरि कहिले नलिनु। गोविन्दको मुटु थड्कियो, तर उसले हिम्मत गरेर भन्यो, ठिक छ हजुर, म तपाईको शर्त मान्छु। गोविन्दले घर आएर आफ्ना बुबालाई सबै कुरा भन्यो। रामप्रसादले चिन्तित भएर भन्यो, छोरा, यो त असम्भव कुरा हो। धनराजसँग करोडौंको सम्पत्ति छ। बुबा, म प्रयास त गर्छु, भगवानले सहायता गर्नुहोला। अर्को दिनदेखि गोविन्दले दिनरात मेहनत गर्न थाल्यो। बिहान सूर्योदयदेखि रात परेसम्म काम गर्थ्यो। कहिले खेतमा काम, कहिले पशुपालन, कहिले काठ काट्ने, जे पायो त्यही काम गर्थ्यो। 3 महिना बित्यो। गोविन्दले केही पैसा जम्मा गर्यो, तर त्यो धनराजको धनको तुलनामा समुद्रमा एक थोपा पानी जस्तै थियो। एक दिन गोविन्द निराश भएर एकान्तमा बसेर रोइरहेको थियो। त्यहाँ एकजना बुढा साधु आए। बालक, किन रोइरहेका छौ? गोविन्दले आफ्नो सम्पूर्ण कथा भन्यो। साधुले मुस्कुराएर भने, बालक, सच्चा प्रेम र मेहनतले सधैँ जित्छ। तिमीलाई एउटा उपाय बताउनेछु। साधुले गोविन्दलाई एउटा सानो थैली दिए। यो थैली जादुको बिउको थैली हो। यो बिउहरू रातारात फल्छन् र सुनका फलफूल फलाउँछन्। तर याद राख, यो जादु सच्चा मनले मात्र काम गर्नेछ। गोविन्दले थैली लिएर घर फर्कियो। रातमा उसले ती बिउहरू रोप्यो। बिहान उठेर हेर्दा साँच्चै त्यहाँ सुनका फलफूल भएका रुखहरू फलेका थिए। गोविन्दले ती सुनका फलहरू बेचेर धेरै पैसा कमायो। तर उसले सोच्यो, यो त जादुको सहायता हो, मैले आफ्नै मेहनतले जित्नुपर्छ। उसले सुनका फलहरू बेचेर पाएको पैसाले व्यापार सुरु गर्यो। दिन रात मेहनत गर्दै इमान्दारीको साथ व्यापार गर्दै उसको व्यापार फस्टायो। 6 महिनामा गोविन्दको व्यापार फस्टाएको देखेर गाउँका मानिसहरू छक्क पर्न थाले। कसैले भन्थे, यो गोविन्दले कस्तो जादु गरेको होला। तर गोविन्दले कहिले पनि आफ्नो मेहनत छाडेन। उसले थप व्यापार विस्तार गर्यो अनि गाउँमा पनि व्यापार फैलायो। 9 महिना बित्दा गोविन्दको धन धनराजको बराबर पुगिसकेको थियो, तर उसले मेहनत जारी राख्यो। धनराजले यो सुनेर चिन्तित भए। उनले आफ्ना साथीहरूलाई भने, यो गोविन्दले कसैसँग पैसा सापटे मागेको होला, नत्र यसरी यति छिटो धनी बन्न कसरी सक्छ? 1 वर्ष पूरा हुन अघि नै गोविन्द धनराज भन्दा धनी बनिसकेको थियो। उसले आफ्नो बुबाको हेरचाह गर्न नोकर राख्यो। गाउँका गरिब मानिसहरूलाई सहायता गर्न थाल्यो। जब 1 वर्ष पूरा भयो, गोविन्द धनराज कहाँ गयो। उसले भन्यो, हजुर, मैले तपाईको शर्त पूरा गरे, अब सुनितासँग मेरो बिहे गरिदिनुहोस्। धनराजले चिन्तित भएर भने, तैले कसरी यति धन कमाएको? तैले कुनै गलत काम गरेको छस्? हजुर, मैले केवल मेहनत गरेको छु। भगवानको कृपा र मेरो मेहनतले यो सम्भव भयो। धनराजले बाध्य भएर गोविन्द र सुनिताको बिहे गराइदिए। विवाह धुमधामका साथ भयो। सारा गाउँलेहरू खुसीले नाचे।
विवाहपछि सुनिता गोविन्दको घर आइन्। त्यहाँ उनले गोविन्दका बुबा रामप्रसादलाई देखिन्। रामप्रसाद बुढो र कमजोर थिए। सुनिताको मन छुयो। सुनिताले गोविन्दलाई भनिन्, हजुर बुबालाई राम्रो हेरचाह गर्नुपर्छ। हो सुनिता, म सधैँ बुबाको हेरचाह गर्छु। केही दिनपछि सुनिताले रामप्रसादलाई भनिन्, बुबा तपाईलाई केही चाहिएको छ? रामप्रसादले आँखामा आँसु झार्दै भनिन्, छोरी म त अब बुढो भएँ, तिमीहरूको बोझ बनेको छु। के भन्नुभएको बुबा? तपाईँ हाम्रो सम्पत्ति हुनुहुन्छ, तपाईँको सेवा गर्नु हाम्रो धर्म हो। सुनिताले रामप्रसादको दैनिक सेवा गर्न थालिन्। बिहान सबेरै उठेर उनलाई चिया दिन्थे, उनका मनपर्ने खाना पकाउँथे, उनका कपडाहरू धुन्थे। एक दिन रामप्रसाद बिरामी परे। सुनिताले दिनरात उनको सेवा गरिन्। डाक्टर बोलाइन्, औषधि दिइन्, रातभर जागेर उनको हेरचाह गरिन्। गोविन्दले भन्यो, सुनिता तिमी यति धेरै किन कष्ट गरिरहेका छौ? नोकर राखौँला। बुबाको सेवा म आफ्नै हातले गर्न चाहन्छु, यो मेरो खुसी हो। सुनिताको सेवाले रामप्रसाद निको भए। उनले सुनिताको हात समातेर भने, छोरी मैले आजसम्म यस्तो सेवा पाएकै छैन, तिमी साक्षात लक्ष्मी जस्तै छौ। यता धनराजको अवस्था बिग्रदै गयो। उनको व्यापारमा ठूलो घाटा लाग्यो। केही दिनमा उनका सबै सम्पत्ति समाप्त भए। उनी गरिबमा गनिए। धनराजले आफ्ना साथीहरूसँग मद्दतको लागि हात फैलाए, तर कसैले मद्दत गरेनन्, सबैले फर्काए। एक दिन धनराज भोकभोकै बाटोमा हिँडिरहेका थिए। उनी गोविन्दको घर नजिक पुगे। तिनलाई देखेर सुनिताको आँखामा आँसु आयो। सुनिताले तुरुन्तै धनराजलाई घरभित्र बोलाइन्, बुबा आउनुहोस् भित्र। तपाईँ यहाँ किन बाहिर उभिनु भएको? धनराजले लाजमा टाउको निहुराए। छोरी अब म गरिब भए, कंगाल भए, तिमीहरू कहाँ आउन लायक छैन। बुबा तपाईँ मेरो बुबा हुनुहुन्छ, धन गयो भनेर तपाईँ फरक हुनु भएको छैन। सुनिताले धनराजलाई खाना खुवाइन्, उनलाई राम्रो कपडा लगाइन्, उनको हेरचाह गरिन्। गोविन्द काम गरेर घर फर्कदा सुनिताले भनिन्, हजुर मेरो बुबा आज यहाँ आउनु भएको छ, उहाँ गरिब बनिसक्नु भएको रहेछ। गोविन्दले भन्यो, के भयो त, चिन्ता नगर, उहाँ हाम्रा बुबा हुनुहुन्छ, हामीले उहाँको हेरचाह गर्नुपर्छ। धनराजले यो कुरा सुनेर छक्क परे। उनले सोचेका थिए कि गोविन्दले बदला लिनेछ, तर गोविन्दले उनलाई बुबाकै सम्मान दियो। अब सुनिताले दुईजना बुबाको सेवा गर्न थालिन्। रामप्रसाद र धनराज दुवैको समान हेरचाह गर्थिन्। बिहानको चिया, खाना, औषधि सबै कुराको ख्याल राख्थिन्। केही दिनपछि धनराजले सुनितालाई भने, छोरी मैले तँलाई धेरै गाह्रो पारेको रहेछु, पहिले म तेरो बिहेको विरोध गर्थे। सुनिताले मुस्कुराएर भनिन्, बुबा त्यो कुरा बिर्सुनुहोस्, तपाईले मेरो भलाइको लागि सोच्नु भएको थियो, तर छोरी म गलत थिएँ, मैले धनलाई मान्छे भन्दा ठूलो ठान्थे। आज मैले बुझेँ कि गुण नै सबैभन्दा ठूलो धन हो। रामप्रसाद र धनराज बिस्तारै मित्र भने। दुवैजना मिलेर बसेर कथा कहानी भन्थे। सुनिताको सेवाले दुवैजना खुसी थिए। एक दिन रामप्रसादले धनराजलाई भने, हामी धेरै भाग्यमानी रहेछौं, सुनिता जस्तो छोरी बुहारी पाएका छौं। धनराजले भने, हो हजुर, मैले पहिले सोच्थे कि धनी बुहारीले मान गर्छे, तर आजको अनुभवले सिकाए कि गुनी बुहारीले मान गर्छे। सुनिताले यो कुरा सुनेर खुसी भइन्। उनले भनिन्, बुबाहरू तपाईहरूको प्रेम र आशीर्वादले नै यो सम्भव भएको हो। समय बित्दै गयो। सुनिताका एक छोरा जन्मियो। रामप्रसाद र धनराज दुवैजना नातिको खुसीमा रमाउँदै थिए। गाउँका मानिसहरूले सुनिताको प्रशंसा गर्न थाले। कसैले भन्थे, यो सुनिता त आदर्श बुहारी हो, अर्कोले भन्थे, धनी भएपछि त कति गुण, गरिब ससुरालाई पनि त्यति नै माया। तर सुनिताले कहिल्यै गर्व गरिनन्। उनले सधैँ आफ्ना दुवैजना बुबाको सेवा गरिरहिन्। केही वर्षपछि रामप्रसादको स्वास्थ्य बिग्रिँदै गयो। सुनिताले अझ धेरै हेरचाह गर्न थालिन्। रातभर जागेर उनको सेवा गर्थिन्। गोविन्दले भन्थ्यो, सुनिता तिमी आराम गर, म नर्स राख्छु, बुबाको सेवा म आफै गर्न चाहन्छु, यो मेरो खुसीको कुरा हो। सुनिताको सेवाले रामप्रसाद फेरि निको हुँदै गए। उनले सुनितालाई आशीर्वाद दिए, छोरी तिम्रो सेवाले म फेरि जिउन सफल भएको छु, भगवानले तिमीलाई सधैँ खुसी राखोस्। अर्कोपट्टि धनराजको पनि स्वास्थ्य बिग्रिँदै गयो। उनले सुनितालाई भने, छोरी मैले पहिले तँलाई धेरै दुःख दिएको थिएँ, अब तैँले मेरो सेवा नगरे पनि हुन्छ। सुनिताले भनिन्, बुबा यस्तो कुरा नभन्नुहोस्, तपाईँ मेरो बुबा हुनुहुन्छ। सुनिताले धनराजको पनि त्यत्तिकै सेवा गरिन् जतिको रामप्रसादको गर्थिन्। दुवैजनाका लागि समान माया देखाइन्। गाउँका बुढापाकाहरूले सुनिताको प्रशंसा गर्थे। यस्तो बुहारी कसैले देखेको छ? धनी भए पनि गरिब ससुराको सेवा गरिरहेकी छे। सुनिता र गोविन्दका छोरा बढिरहेको थियो। सुनिताले सिकाउँथिन्, हजुरबुबाहरूको सम्मान गर्नुपर्छ, उहाँहरूको आशीर्वादले घर भरिन्छ। छोराले पनि आफ्नो हजुरबुबाको सेवा गर्न थाल्यो। घरमा प्रेम र शान्तिको वातावरण थियो। एक दिन गाउँमा ठूलो मेला लाग्यो। सुनिताले आफ्ना दुवैजना बुबालाई मेला देखाउन लैजान चाहिन्। बुबाहरू आज मेला छ, हामी सबैजना मिलेर जाउँ। रामप्रसाद र धनराजले भने, छोरी हामी बुढा भइसक्यौं, हामी जाँदैनौ।
होइन बुबा, हामी सबै मिलेर जानेछौँ। मेला हेर्दा मन खुसी हुन्छ। सुनिताले दुवैजना बुबालाई राम्रो कपडा लगाइदिन्। उनीहरूलाई साथमा लिएर मेला गइन्। मेलामा मानिसहरूले सुनितालाई देखेर भने, यो त सुनिता हो, कति धनी भए पनि आफ्ना बुबाहरूलाई साथमा लिएर आएकी। अर्कोले भन्यो, यो त साँच्चै आदर्श बुहारी हो। सुनिताले आफ्ना बुबाहरूलाई मेलाका सबै ठाउँहरू देखाइन्। उनीहरूका लागि मिठाई किनिदिन्। दुवैजना खुसी भए। फर्कदा रामप्रसादले भने, छोरी, आजको दिन मेरो लागि धेरै खुसीको दिन भयो। धनराजले पनि भन्यो, सुनिता, तेरो सेवाले हाम्रो जीवन धन्य भएको छ। यसरी सुनिताले आफ्ना दुवैजना बुबाको सेवा गर्दै वर्षौं बिताइन्। उनको सेवाको कथा सारा गाउँमा फैलियो। अन्य गाउँका मानिसहरू पनि सुनितालाई हेर्न आउँथे। उनीहरूले भन्थे, यो बुहारी त साक्षात देवी जस्तै छे। सुनिताले सधैँ विनम्रताको जवाफ दिन्थिन्, मैले केही खास गरेकै छैन, बुबाको सेवा गर्नु त छोराछोरीको धर्म हो। वर्षौं बित्यो। रामप्रसाद र धनराज दुवैजना बुढेसकालमा खुसी थिए। उनीहरूले आफ्ना बाँकी जीवन सुनिताको मायामा बिताए। अन्त्यमा जब उनीहरूको अन्तिम घडी आयो, उनीहरूले सुनितालाई आशीर्वाद दिए। यो कथाले हामीलाई सिकाउँछ कि धन भन्दा गुण ठूलो हुन्छ। जसको मनमा सेवाको भावना छ, त्यो धनी भए पनि विनम्र रहन्छ। सुनिताले देखाए कि सच्चा धन मनको गुणमा छ, बाहिरी सम्पत्ति मात्र धन होइन। दर्शक तथा श्रोतावृन्द, लागौं अर्को कथातर्फ। कथाको शीर्षक सौतेनी आमा र रामकुमारी। धेरै पहिलेको कुरा हो। एउटा सानो गाउँमा एकजना राजा बस्थे। राजाको पहिलो रानीबाट एउटी छोरी थिए, जसको नाम रामकुमारी थियो। रामकुमारी अत्यन्त सुन्दर र गुणी केटी थिए। उसको आँखा चन्द्रमा जस्तै चम्किलो, अनुहार गुलाबको जस्तै रातो र बोली मिठो थियो। रामकुमारी दयालु मन भएकी थिए र सबै मानिसहरूलाई माया गर्थिन्। जब रामकुमारी 10 वर्षकी भइन्, दुर्भाग्यवश उसकी आमाको मृत्यु भयो। आमाको मृत्युले राजालाई अत्यन्त दुःख भयो, तर रामकुमारीलाई छन बढी दुःख भयो। उसले आफ्नी आमालाई धेरै माया गर्थिन् र उनको बिछोटमा धेरै रोइन्। केही महिना बित्न नपाउँदै राजाका मन्त्रीहरूले उनलाई फेरि बिहे गर्ने सल्लाह दिए। महाराज, रामकुमारीलाई एक आमाको आवश्यकता छ र तपाईलाई पनि एक रानीको जरुरत छ, मुख्यमन्त्रीले भने। राजाले सोचे र छिमेकी राज्यकी एक विधवा राजकुमारीसँग बिहे गरे। नयाँ रानी सुन्दर थिइन्, तर उनको मन कालो थियो। उनको नाम कमला थियो। कमलाकी पहिलो पतिबाट एउटी छोरी थिए, जसको नाम गीता थियो। गीता रामकुमारी भन्दा 3 वर्ष सानी थिए, तर उसको बानी नराम्रो थियो। सुरुमा नयाँ रानी कमलाले रामकुमारीलाई धेरै माया देखाइन्। मेरी प्यारी छोरी, म तिम्रो नयाँ आमा हुँ। म तिमीलाई आफ्नी छोरी जस्तै माया गर्छु, उनले भनिन्। तर यो सबै नाटक मात्र थियो। रामकुमारीले भनिन्, आमा, म तपाईलाई आदर गर्छु र तपाईको आज्ञा मान्छु। केही दिन बित्दै जाँदा कमलाको असली रूप देखिन थाल्यो। उसले रामकुमारीलाई गाली गर्न थालिन् र आफ्नी छोरी गीतालाई बढी माया देखाउन थालिन्। राजाको अगाडि भने उसले रामकुमारीलाई राम्रो व्यवहार गर्थिन्। एक दिन राजा शिकारमा गएका थिए। कमलाले रामकुमारीलाई बोलाएर भनिन्, सुन रामकुमारी, अब तेरो असली जिन्दगी सुरु भयो। त यहाँ राजकुमारी नभएर नोकर जस्तै काम गर्नुपर्छ। रामकुमारीले आश्चर्यले सोधिन्, आमा, तपाईले यस्तो किन भन्नुभएको? कमलाले रिसले भनिन्, म तेरी आमा होइन, सौतेनी आमा हुँ। तेरो जमाना सकियो। अब मेरी छोरी गीता यहाँकी राजकुमारी हुनेछिन्। त भान्सामा काम गर्नुपर्छ, कुडामा पानी भर्नुपर्छ र घरको सफाई गर्नुपर्छ। रामकुमारीको मन एकैचोटि भाँचियो। उसको आँखामा आँसु आए, तर उनले केही भनेनन्। उनले मनमनै सोचिन्, यो मेरो भाग्य हो, म धैर्य राखेर यो कष्ट सहनेछु। त्यस दिनदेखि रामकुमारीको जिन्दगी नर्क भन्यो। बिहान सबैभन्दा पहिले उठेर घरको सफाई गर्नु पर्थ्यो, त्यसपछि गाईको दुध दुहुन पर्थ्यो, दुध दुहेर मक्खन बनाउनु पर्थ्यो, दिनभर भान्सामा काम गर्नु पर्थ्यो, राति चाहिँ सबैभन्दा पछि सुत्नु पर्थ्यो। कमलाले रामकुमारीलाई फाटेका लुगा दिइन् र भनिन्, यिनै तेरो लुगा हुन्। रेशमका लुगा मेरी छोरी गीताका लागि हुन्। गीताले पनि आफ्नी आमाको नकल गर्न थालिन्। उसले रामकुमारीलाई नोकर्नी भनेर बोलाउँथिन् र आफूलाई राजकुमारी भन्थिन्। एक दिन राजा दरबारमा फर्केर आए। उनले देखे कि रामकुमारी भान्सामा काम गरिरहेकी छिन् र गीता राजकुमारी जस्तै लुगा लगाएर बसिरहेकी छिन्। राजाले कमलालाई सोधे, यो के भइरहेको छ? रामकुमारी किन भान्सामा काम गरिरहेकी छिन्? कमलाले झुटो बहाना बनाएर भनिन्, महाराज, रामकुमारी आफैले भनिन् कि उसलाई घरको काम सिक्न मन लागेको छ। उसले भनिन् कि राजकुमारी बनेर बस्दा केही काम आउँदैन। राजाले रामकुमारीलाई बोलाएर सोधे, छोरी, के त साँच्चै काम सिक्न चाहन्छेस्? रामकुमारीले आफ्नी सौतेनी आमाको डरले भनिन्, हो बुबा, मलाई घरको काम सिक्न मन लागेको छ। राजाले सन्तुष्ट भएर भने, ठिकै छ त, तर धेरै कष्ट नलिनु।
दिन बित्दै गए। रामकुमारीको हालत झन खराब हुँदै गयो। कमलाले उसलाई पेटभर खाना पनि दिँदैनथिन्। काम गरे मात्र खाना पाउँछस् उनले भन्थिन्। एक दिन रामकुमारी एक्लै रोइरहेकी थिइन्। उसले आफ्नी मृत आमालाई सम्झेर भनिन्, आमा तपाईँ कहाँ हुनुहुन्छ? मलाई धेरै कष्ट भइरहेको छ। म यो कष्ट कहिलेसम्म सहने? अकस्मात उसको अगाडि एक बुढी आमाले अवतार लिनुभयो। बुढी आमाले भनिन्, छोरी म तेरी मृत आमाको साथी हुँ। मैले तेरो दुःख देखे। त राम्री केटी होस्, तेरो भाग्य चाँडै फर्कनेछ। रामकुमारीले आश्चर्यले भनिन्, कसरी आमा? बुढी आमाले एउटा जादुको छडी निकालेर भनिन्, यो छडी ल्याऊ। जब तिमी धेरै समस्यामा पर्छौ यसलाई हल्लाएर चमत्कार होस् भन्नु, तर यो छडी कसैलाई नदेखाउनु र दिनमा एकपल्ट मात्र प्रयोग गर्नु। त्यो भनेर बुढी आमा हराइन्। रामकुमारीले छडीलाई आफ्नो लुगामा लुकाएर राखिन्। भोलिपल्ट कमलाले रामकुमारीलाई झनै धेरै काम दिइन्। आज तैले सारा घर सफा गर्नुपर्छ, गाईहरूको गोठमा सफाई गर्नुपर्छ र बगैँचाका सबै बिरुवामा पानी हाल्नुपर्छ उसले भनिन्। रामकुमारी एक्लै यति धेरै काम कसरी गर्ने भनेर सोच्दै थिइन्। त्यसै बेला उनले जादुको छडी सम्झिन्। उनले छडी निकालेर चमत्कार होस् भनिन्। एकैछिनमा धेरै साना परीहरू आए र सबै काम गरिदिए। घर चम्कियो, गोठ सफा भयो र बगैँचाका सबै बिरुवामा पानी पुग्यो। कमलाले यो देखेर अचम्म मानिन्। यो केटीले यति छिटो सबै काम कसरी गरिन् उनले सोचिन्। उनले रामकुमारीलाई सन्देह गर्न थालिन्। केही दिनपछि कमलाले रामकुमारीलाई झन गाह्रो काम दिइन्। आज तैँले डाँडामा गएर काठ ल्याउनुपर्छ, नदीमा गएर कपडा धुनुपर्छ र बजारमा गएर तरकारी किन्नुपर्छ। सूर्य अस्ताउनु अगाडि सबै काम सकिनुपर्छ उसले भनिन्। रामकुमारी डाँडामा गइन्। त्यहाँ उसले फेरि छडी हल्लाएर चमत्कार होस् भनिन्। एकैछिनमा काठका गट्टाहरू तयार भए। नदीमा गएर कपडा धुन्छु भनेर गइन्। त्यहाँ पनि परीहरूले कपडा धोइदिए। बजारमा गइन्। त्यहाँ पनि सबै तरकारी किनिसकेको अवस्थामा पाइन्। सूर्य अस्ताउनु अगाडि नै रामकुमारी सबै काम सकेर घर फर्किन्। कमलाले यो देखेर झन सन्देह मानिन्। यो कुरा कसरी हुन्छ? यो केटीसँग पक्कै केही जादु छ उसले मनमा नै भनिन्। त्यस राति कमलाले रामकुमारीको जासुसी गरिन्। उनले देखिन् कि रामकुमारीसँग एउटा जादुको छडी छ। उनको मनमा लोभ जाग्यो। भोलिपल्ट कमलाले गीतालाई भनिन्, छोरी रामकुमारीसँग एउटा जादुको छडी छ। त्यो छडी पाएर हामीले ठूलो काम गर्न सक्छौं। गीताले भनिन्, आमा त्यो छडी कसरी लिने? कमलाले योजना बनाइन्। उसले रामकुमारीलाई नुहाउन पठाइन् र उसका लुगा चोरिन्। लुगामा लुकाएको छडी फेला पारिन्। जब रामकुमारी नुहाएर आइन् उसले आफ्नो छडी हराएको देखिन्। उनको मन दुःखले भरियो। कमलाले छडी पाएर खुसी भइन्। उनले छडी हल्लाएर म संसारकी सबैभन्दा सुन्दर रानी बनू भनिन्। तर छडीले काम गरेन, किनभने त्यो छडी दुष्ट मनको मानिसको लागि काम गर्दैनथ्यो। कमला रिसाइन् र छडीलाई फ्याँकिदिन्। छडी भाँचिएर टुक्रा टुक्रा भयो। रामकुमारीले आफ्नो छडी भाँचिएको देखेर धेरै रोइन्। अब उसले कसरी आफ्नो काम गर्ने भनेर सोचिन्। त्यही रात उसको सपनामा बुढी आमा फेरि आइन्। बुढी आमाले भनिन्, छोरी तिम्रो छडी भाँचियो भन्ने मलाई थाहा छ, तर धैर्य राख। अब तिम्रो जिन्दगीमा एउटा ठूलो परिवर्तन हुनेछ। केही दिनपछि छिमेकी राज्यका राजकुमारले रामकुमारीका बुबाको दरबारमा पत्र पठाए। पत्रमा लेखिएको थियो, मैले सुनेको छु कि तपाईकी छोरी अत्यन्त सुन्दर र गुणवती छिन्। म उनीसँग बिहे गर्न चाहन्छु। राजाले खुसी भएर भने, यो रामकुमारीको लागि राम्रो प्रस्ताव हो। तर कमलाको मन फरक योजनामा थियो। उसले राजालाई भनिन्, महाराज रामकुमारी अहिले काम सिक्दैछिन् र उसको स्वास्थ्य पनि राम्रो छैन। बरु हाम्री गीता राजकुमारका लागि उपयुक्त हुनेछ। राजाले अलमल परेर भने, तर राजकुमारले रामकुमारीको बारेमा सोधेका छन्। कमलाले भनिन्, हामी रामकुमारीको ठाउँमा गीतालाई पठाउन सक्छौं। राजकुमारले फरक छुट्याउन सक्नुहुन्न। राजाले यो कुरा मानेनन् र भने, होइन, मैले आफ्नी छोरी रामकुमारीलाई मात्र पठाउनेछु। कमला रिसाइन् तर केही भन्न सकेनन्। उनले मनमा नै सोचिन्, म यो बिहे हुन दिन्न। राजकुमारका मानिसहरू रामकुमारीलाई लिन आउने दिन आयो। कमलाले रामकुमारीलाई भनिन्, त राजकुमारसँग बिहे गर्न जाँदैनस्, त यही बसेर काम गर्नेछस्। रामकुमारीले आफ्ना बुबालाई भनिन्, बुबा म बिहे गर्न तयार छु। कमलाले राजा सामु नाटक गरेर भनिन्, महाराज रामकुमारी अचानक बिरामी परिन्। उसले भनिन् कि उसको बिहे गर्न मन छैन। राजा चिन्तित भए र रामकुमारीलाई भेट्न गए, तर कमलाले रामकुमारीलाई आफ्नो कोठामा बन्द गरेकी थिइन्। रामकुमारी बिरामी छिन् र आराम गरिरहेकी छिन्। कमलाले राजालाई भनिन्, राजकुमारका मानिसहरू आइपुगे। उनीहरूले भने, हामी राजकुमारी रामकुमारीलाई लिन आएका हौं। कमलाले आफ्नी छोरी गीतालाई राम्रो साडी लगाएर पठाइन्। गीताको अनुहार घुम्टोले छोपेर राखिन्। यिनी नै राजकुमारी रामकुमारी हुन्। कमलाले भनिन्। राजकुमारका मानिसहरूले गीतालाई डोलीमा बसाएर लगे।
रामकुमारी आफ्नो कोठामा बन्द भएर रोइरहेकी थिइन्। उनले आफ्नो भाग्यलाई सराप्न थालिन्। त्यसै बेला एउटा सानो चरा झ्यालबाट भित्र पस्यो। चराले मानिसको आवाजमा भन्यो, रामकुमारी, तिमी किन रोइरहेकी छौ? रामकुमारीले आश्चर्यले भनिन्, तिमी कसरी बोल्न सक्छौ? चराले भन्यो, म तिम्रो मृत आमाकी आत्मा हुँ। म तिम्रो दुःख देखेर आएकी हुँ। रामकुमारी रोएर भनिन्, आमा, मेरो जिन्दगी नरक भएको छ। मेरो बिहे हुनुपर्ने ठाउँमा गीताको बिहे भइरहेको छ। चराले भन्यो, छोरी, त चिन्ता नगर, सत्य कहिल्यै लुकेर बस्दैन, तेरो न्याय चाँडै हुनेछ। त्यसपछि चरा उडेर गयो। रामकुमारीको मनमा केही आशा जाग्यो। राजकुमारको दरबारमा गीताको स्वागत भयो, तर राजकुमारले घुम्टो हटाएर गीताको अनुहार देखेपछि अचम्म माने। उनले सुनेका थिए कि रामकुमारी धेरै सुन्दर छिन्, तर गीता त्यति सुन्दर देखिन्नथिन्। राजकुमारले भने, तिमी साँच्चै रामकुमारी हौ? गीताले डरले भनिन्, हो, म रामकुमारी हुँ। राजकुमार शंकामा परे, तर बिहे गरिसकेपछि केही भन्न सकेनन्। बिहेपछि गीताको असली रूप देखिन थाल्यो। उसले दरबारका नोकरहरूलाई गाली गर्न थालिन्, कामको बारेमा गुनासो गर्थिन् र सधैँ रिसाइरहन्थिन्। उनलाई घरको कुनै काम आउँदैन थियो। राजकुमारको आमाले भनिन्, छोरा, यो के भएको हो? तेरी श्रीमतीको व्यवहार त ठिक छैन। राजकुमारले पनि महसुस गर्न थाले कि केही गलत भएको छ। उनले गीतालाई सोधे, तिमी घरको काम किन गर्न सक्दैनौ? के तिमीले कहिले यस्ता काम गरेका छैनौ? गीताले बहाना बनाएर भनिन्, म राजकुमारी भएर यस्तो काम गर्दिनथे। राजकुमारको मनमा शंका बढ्दै गयो। एक दिन राजकुमारले आफ्ना मानिसहरूलाई भने, तिमीहरू फेरि रामकुमारीको बुबाको दरबारमा जानु र साँचो रामकुमारीको बारेमा सोध्नु। तिनीहरू गए र राजालाई भेटे। राजाले सत्य कुरा भने, मेरी छोरी रामकुमारी त यही छिन्। उसले बिहे गर्न चाहदिन भनेकी थिइन् र घरकै काम गरिरहेकी छिन्। राजकुमारका मानिसहरूले सत्य थाहा पाए। तिनीहरूले राजालाई भने, महाराज, हाम्रो राजकुमारले विवाह गरेकी केटी रामकुमारी होइनन्। हामीलाई साँचो राजकुमारी चाहिएको छ। राजाले कमलालाई बोलाएर सोधे, यो के भइरहेको छ? तिमीले झुट त बोलिरहेकी छैनौ? कमला डरले काँपिन्। उसको सबै षड्यन्त्र छरपष्ट भइसकेको थियो। उसले गरेका सबै गलत कामको कुरा बाहिर आयो। राजा रिसले भरिएका थिए। उनले भने, तैँले मेरी छोरीसँग यति नराम्रो व्यवहार गरेकी छस्, तैँले ठगी गरेकी छस्, अब तेरो सजाय हुनुपर्छ। राजाले तुरुन्त रामकुमारीलाई मुक्त गराए र उसलाई राजकुमारीको सम्मान दिए। रामकुमारीले आफ्ना बुबालाई भनिन्, बुबा, मलाई माफ गर्नुहोस्, म तपाईसँग सत्य भन्न डराउँथे। राजाले छोरीलाई समातेर भने, छोरी, गल्ती मेरो हो, मैले तेरो हेरचाह गर्न सकिन। राजकुमारका मानिसहरूले साँचो राजकुमारीलाई भेटेर अचम्म मानेका थिए। रामकुमारी साँच्चै अत्यन्त सुन्दर र शिष्ट थिइन्। उनको बोलीमा मिठास थियो र व्यवहारमा संस्कार थियो। यिनै हाम्रा राजकुमारका लागि उपयुक्त दुलै हुन्, तिनीहरूले भने। राजकुमारको दरबारमा फर्केर तिनीहरूले सारा घटना सुनाए। राजकुमारले गीतालाई बोलाएर भने, तिमीले झुटो बोलिरहेकी थियौ, तिमी रामकुमारी होइनौ। गीता अब रुन थालिन्, मलाई माफ गर्नुहोस्, मेरी आमाले मलाई यसो गर्न भनिन्। राजकुमारले गीतालाई खड पठाइदिए र साँचो राजकुमारीसँग बिहे गर्ने तयारी गर्न थाले। रामकुमारीको बिहेको तयारी भव्य रूपमा सुरु भयो। राजाले सबैभन्दा राम्रा कपडा, गहना र सामान तयार पारे। बिहेको दिन रामकुमारी दुलहीको रूपमा अत्यन्त सुन्दर देखिन्। उनको सुन्दरता देखेर सबै मुग्ध भए। राजकुमारले रामकुमारीलाई देखेर भने, तिमी साँच्चै स्वर्गकी परी जस्तै सुन्दर छौ। रामकुमारीले नम्रताले भनिन्, धन्यवाद, म तपाईकी राम्री पत्नी बन्ने कोसिस गर्नेछु। बिहे भव्य रूपमा सम्पन्न भयो। सारा राज्यमा खुसियाली छायो। रामकुमारी राजकुमारसँग खुसी साथ बस्न थालिन्। राजकुमारको आमा बुबाले रामकुमारीलाई धेरै माया गरे। यिनी साँच्चै आदर्श बुहारी हुन्। राजकुमारकी आमाले भनिन्, रामकुमारीले दरबारमा सबैलाई माया र आदरले व्यवहार गरिन्। उसले गरीब मानिसलाई सहायता गरिन् र दुखीहरूको पीडा बुझिन्। चाँडै नै सारा राज्यमा उसको प्रशंसा फैलिँदै गयो। एक दिन रामकुमारीले आफ्नी सौतेनी आमा कमलाको बारेमा राजकुमारलाई भनिन्, श्रीमान, मेरी सौतेनी आमाले मसँग गलत गरे तापनि म उसलाई दुश्मन मान्दिन। उसको पनि आफ्नो समस्या थियो। राजकुमारले अचम्म मानेर भने, तिमी यति दयालु छौ, सामान्य मानिसले बदला लिन चाहन्छ तर तिमी माफ गर्छौ। रामकुमारीले भनिन्, घृणाले घृणा मेटिँदैन, माया र क्षमाले मात्र मेटिन्छ। केही महिनापछि कमला र गीता अत्यन्त गरिबीमा परेका थिए। राजाले तिनीहरूलाई दरबारबाट निकालिदिएका थिए। तिनीहरू भिख माग्न बाध्य भएका थिए। एक दिन कमला र गीता रामकुमारीको दरबारमा आए। तिनीहरू फाटेका कपडा लगाएका थिए र धेरै कमजोर देखिन्थे। रानी साहेब, मलाई माफ गर्नुहोस्, हामीले तपाईसँग धेरै गलत गरेका छौं, कमलाले रुँदै भनिन्। गीताले पनि आँसु बगाउँदै भनिन्, दिदी, मलाई माफ गर्नुहोस्, म सानै थिएँ र आमाको कुरा सुनिरहेकी थिएँ। रामकुमारीले तिनीहरूलाई देखेर दया आयो। उनले तुरुन्त तिनीहरूलाई भित्र बोलाइन् र खाना खान दिइन्।
तपाईहरू चिन्ता नगर्नुहोस्, म तपाईहरूलाई माफ गर्छु। तपाईहरूले मसँग जे गरे पनि त्यो मेरो जिन्दगीको परीक्षा थियो, रामकुमारीले भनिन्। कमला अचम्म मानिन्। तिमी यति दयालु छौ, म तिमीलाई यति नराम्रो व्यवहार गरेको थिएँ कि? सोचेर पनि मलाई अब घिन लाग्छ। रामकुमारीले भनिन्, आमा, तपाईले गर्नुभएको कामले मलाई बलियो बनायो। मैले धैर्य र सहनशीलता सिकेँ, त्यसकारण म आज खुसी छु। रामकुमारीले कमला र गीतालाई दरबारमै बस्न दिइन् र तिनीहरूको हेरचाह गरिन्। उनले तिनीहरूलाई राम्रो कपडा र खाना दिइन्। रामकुमारीको यो व्यवहार देखेर छन् प्रशंसा गरे। यो कथाले हामीलाई सिकाउँछ कि जिन्दगीमा कष्ट र सुख दुवै आउँछ। कष्टको समयमा धैर्य राख्नुपर्छ र अन्यायको विरुद्धमा बोल्न डराउनु हुँदैन। तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको क्षमा र प्रेमको शक्ति हो। रामकुमारीले देखाए कि घृणा र बदलाले समस्याको समाधान हुँदैन, तर माया र क्षमाले पहाड पनि सार्न सकिन्छ। सौतेनी आमा कमलाले आफ्नो गल्ती मानेर क्षमा मागिन् र रामकुमारीले उनलाई माफी दिइन्। यसले देखाउँछ कि कुनै पनि मानिस सधैँभरिका लागि नराम्रो हुँदैन, सबैमा परिवर्तनको सम्भावना छ। यसकारण हामी सबैले रामकुमारीको उदाहरण पछ्याएर दयालु, धैर्यशील र क्षमाशील बन्नुपर्छ। दर्शक तथा श्रोतावृन्द, लागौं आजको लागि अन्तिम लोककथातर्फ। कथाको शीर्षक आमा र लाटो छोरो। प्राचीन कालमा हिमालयको फेदमा एउटा सानो गाउँमा एक गरिब विधवा आमा बस्थिन्। उनका 2 छोराहरू थिए, जेठो बुद्धिमान र मेहनती, कान्छो भने अलि अल्छी र लाटो। बुद्धिमान छोरा हरिश्चन्द्र दिनभरि खेतबारीमा काम गर्थे, जंगलबाट दाउरा ल्याउँथे र आमाको हेरचाह गर्थे। तर कान्छो छोरा गोकर्ण दिनभरि सुत्थे, खाने र आलस्य गर्ने मात्र काम जान्थ्यो। आमाले दुवै छोरालाई समान माया गर्थिन्, तर उनको मन जहिले गोकर्णको चिन्तामा डुबिरहन्थ्यो। मेरो कान्छो छोरालाई कसैले काम गर्न सिकाउँछ कि? उनी सधैँ सोच्थिन्। गाउँका मानिसहरूले गोकर्णलाई देखेर टाउको हल्लाउँथे र भन्थे, यो केटाले कहिले केही गर्दैन। एक दिन आमा बिरामी परिन्, ज्वरो आयो र ओछ्यानबाट उठ्न नसक्ने भइन्। हरिश्चन्द्रले आमाको हेरचाह गर्न थाल्यो। उनलाई खाना खुवाउँथ्यो, औषधि दिन्थ्यो र निधारमा चिसो कपडा राख्थ्यो। तर गोकर्ण भने आमा कराएको आवाज सुनेर पनि उठ्दैनथ्यो। गोकर्ण, आमालाई हेर त, हरिश्चन्द्रले भन्थ्यो। आमा त ठिकै छिन् नि, तिमीले हेरिराखेकै छौ। गोकर्णले आँखा नखोलिकनै जवाफ दिन्थ्यो। आमाको अवस्था दिन प्रतिदिन बिग्रिँदै गयो। डाक्टरले भने कि उनलाई महँगो औषधिको आवश्यकता छ, जुन गाउँमा पाइँदैन। शहरसम्म गएर ल्याउनु पर्ने अवस्था थियो। हरिश्चन्द्रले आफ्ना सबै गरगहना बेचेर पैसा जुटायो र शहरतिर लाग्यो। त्यसै बेला गाउँमा एकजना ज्योतिषी आए। उनले आमाको हात हेरेर भने, आमा, तपाईको आयु सकिएको छ, तर एउटा उपाय छ। यदि तपाईका दुवै छोराहरूले तपाईप्रति साँचो माया देखाए भने तपाई निको हुन सक्नुहुन्छ। यो कुरा सुनेर आमाको आँखामा आँसुको किरण चम्कियो। के मेरो गोकर्ण पनि मलाई माया गर्छ होला? उनले मनमा नै सोचिन्। हरिश्चन्द्र औषधि लिएर फर्किएपछि आमाले उनलाई ज्योतिषीको कुरा बताइन्। छोरा, तिम्रो भाइलाई भन कि उसले मलाई माया गरेर देखाओस्। हरिश्चन्द्रले गोकर्णलाई सबै कुरा बताए, तर ऊ हाँस्यो। यस्तो बकवास, ज्योतिषी आमा त आफै निको हुन्छन्। दिनहरू बित्दै गए। आमाको अवस्था झनै बिग्रियो। अन्ततः एक रात उनले अन्तिम सास फेरिन्। मर्न अघि उनले गोकर्णलाई डाकिन्। छोरा, यहाँ आऊ। गोकर्ण अल्छी मानेर आमाको छेउमा गयो। के चाहियो आमा? आमाले कमजोर आवाजमा भनिन्। छोरा, मैले तिमीलाई धेरै माया गरे, तर तिमीले मलाई कहिले माया फर्काएनौ। अब म जाँदैछु। मेरो अन्तिम इच्छा छ, म मरेपछि तिमीले मेरो शरीरलाई आफ्नो काँधमा बोकेर शमशान घाटसम्म लैजानु। यदि तिमीले यो गर्यौ भने मैले तिमीलाई माफ गर्नेछु। यो भनेर आमाले आफ्नो अन्तिम सास फेरिन्। हरिश्चन्द्र रोएर आमाको खुट्टामा लम्पसार भए, तर गोकर्ण बेफिक्री भएर भन्यो, अब के गर्ने? आमा मरिसकिन्। हरिश्चन्द्र, तिमीले नै सबै काम मिलाऊ। हरिश्चन्द्रले रिसाएर भने, गोकर्ण, आमाको अन्तिम इच्छा पूरा गर्नुपर्छ। तिमीले उहाँलाई काठमा बोकेर शमशान घाटसम्म लैजानुपर्छ। म त्यो भारी सब बोक्न सक्दिन, तिमी आफै बोक, गोकर्णले भन्यो। तर आमाले तिमीलाई भनेकी हो, यो उहाँको अन्तिम इच्छा हो। गाउँका मानिसहरूले पनि गोकर्णलाई दबाब दिए। अन्ततः ऊ राजी भयो, तर मनमा नै भन्यो, यस्तो झन्झट। अर्को दिन बिहान दाह संस्कारको तयारी भयो। गोकर्णले आमाको शव काँधमा राख्यो। सुरुमा त केही नभए जस्तो लाग्यो, तर जब उसले आफ्नो पहिलो पाइला चाल्यो, आमाको शव एकदम भारी भएको महसुस भयो। अरे, कस्तो भारी छ, उसले भन्यो। केही कदम चलेपछि उसलाई सास फेर्न गाह्रो हुन थाल्यो। हरिश्चन्द्र, म अब सक्दिन, तिमी बोक। होइन भाइ, आमाले तिमीलाई भनेकी हो, तिमीले नै बोक्नुपर्छ। गोकर्ण लडखडाउँदै अगाडि बढ्यो, तर जति अगाडि बढ्दै गयो शव त्यति नै भारी हुँदै गयो। उसको निधारमा पसिना आयो, सास फुल्न थाल्यो। आधी बाटोमा पुग्दा उसले आमाको शवलाई जमिनमा राख्यो। अब म सक्दिन, यो असम्भव छ। तर एकाएक अनौठो कुरा भयो। आमाको आवाज आयो, छोरा, तिमी किन रोकियौ? मलाई शमशान घाटसम्म लैजानु।
गोकर्ण डरले काप्यो। आमा, तपाईँ त मर्नु भयो नि। हो, म मरे, तर तिमीले मेरो अन्तिम इच्छा पूरा नगरेसम्म मैले शान्ति पाउँदिन। उठाऊ मलाई। गोकर्णको हात काप्यो। उसले वरिपरि हेर्यो। हरिश्चन्द्र र अन्य मानिसहरू पछाडि उभिरहेका थिए, तर कसैले आमाको आवाज सुनेको जस्तो लागेन। के मैले मात्र सुने? उसले सोच्यो। छोरा, उठाऊ मलाई, तिमीले मलाई कष्ट दिइरहेका छौ। आमाको आवाज फेरि आयो। गोकर्णले डराउँदै शव उठायो। अब त शव पहिलेभन्दा दोब्बर भारी भएको थियो। उसका घुँडाहरू काँप्दै थिए। ढाडमा चोट लागेको थियो। आमा, कृपया मलाई माफ गर्नुहोस्, म तपाईँको राम्रो छोरा बनिन, तर अब सक्दिन। उसले रोँदै भन्यो। छोरा, मैले तिमीलाई जन्माएकी हुँ, मैले तिमीलाई हुर्काएकी हुँ। अब मरेपछि पनि तिमीले मेरो सम्मान गर्न सक्दैनौ? गोकर्णको आँखामा आँसु आए। उसले महसुस गर्यो कि उसले आजसम्म आमाप्रति कस्तो व्यवहार गरेको थियो। आमा, म तपाईँको नालायक छोरा हुँ, तर अब म सक्दिन। छोरा, यदि तिमीले मलाई यहाँ छोड्यौ भने म भूत बनेर रहन्छु। तिमी चाहन्छौ कि तिम्रो आमा भूत बनोस्? यो सुनेर गोकर्ण भयभीत भयो। उसले दाँत किट्दै शव उठायो। अब त शव यति भारी भएको थियो कि उसका कमरमा चोट लागेको थियो। खुट्टाहरू सुन्निएका थिए। शमशान घाटको बाटो उकालो र ढुङ्गाले भरिएको थियो। गोकर्णले हरेक पाइला चाल्दा आमाको शव झन झन भारी हुँदै गयो। उसको श्वास प्रश्वास छिटो भयो। मुटु थड्किँदै थियो। बाटोमा एउटा ठूलो ढुङ्गा ठेस लागेर उ लड्यो। शव उसको माथि खस्यो। आमा, उ चिच्यायो। छोरा, तिमीले मलाई दुःख दिइरहेका छौ, उठ र अगाडि बढ। गोकर्णले शवलाई आफ्नो कम्मरबाट हटाउन खोज्यो, तर शव त्यति भारी भएको थियो कि हल्लाउन पनि सकेन। आमा, मलाई माफ गर्नुहोस्, म साँच्चै सक्दिन। छोरा, यदि तिमीमा साँचो प्रेम छ भने तिमी सक्छौ। म तिम्री आमा हुँ। मैले तिमीलाई आफ्नो पेटमा 9 महिना राखेकी छु। तिमी बिरामी हुँदा मैले रातभरि जागेर हेरचाह गरेकी छु। अब तिमी मेरो यो सानो कुरा मान्न सक्दैनौ? गोकर्णको मन भारी भयो। उसलाई याद आयो कि सानोमा बिरामी पर्दा आमाले कसरी रातभरि उसको हेरचाह गर्नुहुन्थ्यो। आमा, मलाई माफ गर्नुहोस्, म गलत थिएँ। अचानक उसमा नयाँ शक्ति आयो। उसले शवलाई उठायो र फेरि अगाडि बढ्यो। अब उसलाई शव त्यति भारी लागेन, तर आमाको आवाज आइरह्यो। छोरा, अझै धेरै बाटो छ, तिमी थाकेका छौ। होइन आमा, म थाकेको छैन। म तपाईलाई शमशान घाटसम्म लैजान्छु। बाटामा एउटा खोला थियो। पानी गहिरो र चिसो थियो। गोकर्णले शवलाई काँधमा राखेर पानीमा पसेको थियो। पानीको चिसोले उसको शरीरहरू जमेका थिए, तर उसले हार मानेन। छोरा, पानी चिसो छ, तिमी बिरामी पर्छौ। के हुन्न आमा, तपाईँ पनि त चिसोमा हुनुहुन्छ। खोला पार गरेर ऊ शमशान घाट नजिक पुग्यो। अचानक आमाको आवाज फेरि आयो। छोरा, मैले तिम्रो परीक्षा लिएकी थिएँ, अब म खुसी छु। गोकर्णले पछाडि फर्केर हेर्यो। हरिश्चन्द्र र गाउँका मानिसहरू उनको पछि पछि आइरहेका थिए। उनीहरूको अनुहारमा अचम्म थियो। शमशान घाट पुगेर गोकर्णले आमाको शवलाई सावधानीपूर्वक राख्यो। त्यसै बेला अनौठो कुरा भयो। शव एकदम हल्का भएको महसुस भयो, जसरी सुरुमा हल्का थियो। हरिश्चन्द्रले गोकर्णलाई अँगालो हाल्दै भने, भाइ, तिमीले आज आमाको साँचो सम्मान गर्यौ। दाह संस्कारको समयमा गोकर्णले पहिलो पटक साँचो आँसु बगायो। आमा, मलाई माफ गर्नुहोस्, म तपाईँको नालायक छोरा भएँ। तपाईँले मलाई यति माया गर्नुभयो, तर मैले कदर गरिन। आगोको ज्वालाले आमाको शरीरलाई घेरेपछि गोकर्णलाई लाग्यो जसरी आमाको आत्माले उसलाई आशीर्वाद दिइरहेकी थिइन्। त्यस दिनदेखि गोकर्णमा पूर्ण परिवर्तन भयो। उसले काम गर्न सुरु गर्यो, खेतबारीमा काम गर्न थाल्यो र आफ्नो जीवनलाई सम्हाल्न सुरु गर्यो। केही समयपछि गाउँमा एकजना सन्त आए। उनले गोकर्णलाई भेटेर भने, छोरा, तिम्रो आमाको आत्मा खुसी छ। उहाँले तिमीलाई सही बाटो देखाउनका लागि अन्तिम शक्ति प्रयोग गर्नुभयो। मतलब? गोकर्णले सोध्यो। सन्तले भने, तिम्रो आमाको शव शमशान घाटसम्म लैजाँदा जति भारी हुँदै गयो त्यो तिम्रो पापको बोझ थियो, आमाप्रति तिम्रो व्यवस्थाको बोझ थियो। जब तिमीले साँच्चै पश्चाताप गर्यो र आमाप्रति सम्मान देखाउन सुरु गर्यो, त्यो बोझ हल्का हुँदै गयो। गोकर्णले आश्चर्यले सोध्यो, तर आमाको आवाज? त्यो तिम्री आमाको प्रेमको शक्ति थियो। मरेपछि पनि उहाँले तिमीलाई सही बाटो देखाउन चाहनुभयो। सन्तले भने, यस कुराले गोकर्णको जिन्दगीलाई पूर्ण रूपमा परिवर्तन गर्यो। उसले महसुस गर्यो कि आमाको माया कति महान छ। मरेपछि पनि आमाले उसको भलाइ चाहनु भएको थियो। त्यसपछि गोकर्ण एक नयाँ मान्छे बन्यो। उसले मेहनत गर्न सुरु गर्यो, हरिश्चन्द्रसँग मिलेर काम गर्यो र उनीहरूको घरको अवस्था सुध्रिँदै गयो। दर्शक तथा श्रोतावृन्द, यसरी आमा र लाटो छोराको कथा सकिएको छ। यो कथाले एक अमूल्य शिक्षा दिएको छ। यो कथाले आमाको महत्व, सन्तानको दायित्व र पश्चातापको शक्तिलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। तपाईलाई आजका यी 3वटा कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भन्दै लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, आमा भन्दा छोरी कुप्री के हो, र यसको सही उत्तर हो निङ्ग्रो। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ,
रोगको जरा भए पनि ओठभित्र राख्छन् र अस्तित्व भए पनि मिठो मानी चाख्छन् के हो? प्रश्न एकपटक फेरि, रोगको जरा भए पनि ओठभित्र राख्छन् र अस्तित्व भए पनि मिठो मानी चाख्छन् के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भन्दै लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक तथा श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। राज राईज्यू लेख्नुहुन्छ, नमस्ते दाजु, एकदम उत्कृष्ट थियो, आजको उत्तर निङ्रो हुन सक्छ भन्नुहुन्छ, सही उत्तर। त्यसैगरी विमलाज्यू लेख्नुहुन्छ, नमस्कार हजुर। नमस्कार। त्यसैगरी अर्जुन विशीज्यू लेख्नुहुन्छ, हाई गुड इभिनिङ, सो गुड स्टोरीज, थ्याङ्क्स फर स्टोरी सर भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी कथा मञ्जरी नेपालज्यू लेख्नुहुन्छ, कथा त राम्रो नै, त्यसमा कुनै शंका छैन, तर म तपाईको आवाजको फ्यान हो। आई विश आई ह्याड सच भोइस एन्ड भोइस ओभर टेक्निक भन्नुहुन्छ, धेरै धेरै धन्यवाद कमेन्टको लागि। त्यसैगरी बुद्धिराम चौधरीज्यू लेख्नुहुन्छ, हजुर नमस्कार, आमा भन्दा छोरी कुप्री भन्नेको खोर्सानी हो, लोककथाहरू एकदम राम्रो रहेछ। हाल मलेसियादेखि सुनिरहेको छु, मेरो घर चाहिँ दाङ तुलसीपुर भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी भावना केसीज्यू लेख्नुहुन्छ फर्स्ट कमेन्ट, धन्यवाद। नवराज पाठकज्यूले पनि कमेन्ट गर्नु भएको छ। त्यसैगरी पवन राईज्यू लेख्नुहुन्छ, आजको प्रश्नको उत्तर चाहिँ खुर्सानी हो भन्नुहुन्छ, धन्यवाद कमेन्टको लागि। लिम्बू विमलज्यू लेख्नुहुन्छ, सेवारू जमिन सर, अब विदेश अनुदित कथाहरू ल्याउनु पर्यो भन्नुहुन्छ, रिस्मी खेवा मुसा बिरालोको शुभरात्रि भन्नुहुन्छ, धन्यवाद। र चन्द्र चामलिङ राईज्यूले पनि कमेन्ट गर्नु भएको रहेछ, धेरै धेरै धन्यवाद कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई। भन्दै आजको कथा सम्बन्धी केही प्रतिक्रिया भए कमेन्टमा उल्लेख गर्नुहोला। भोलि पुनः नयाँ कथाको साथ उपस्थित हुने नै छु, तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्, नमस्कार।